जेमेसी आज 4 अप्रिल 2024 तदनुसार 22 चैत 2080 बिहिबार। आज हामी पवित्र धर्मशास्त्र बाइबल र माथिल्लो कोठाबाट हेर्नेछौँ। आजको शीर्षक छ मेल मिलाप गराउनेहरू। आज हामी परमेश्वरको वचन मत्ती 5 को 1 देखि 12 सम्म पाठ गर्नेछौँ। भिडलाई देखेर उहाँ डाँडामा उक्लनु भयो र उहाँ बस्नु भएपछि चेलाहरू उहाँ कहाँ आए। उहाँले मुख खोल्नु भयो र तिनीहरूलाई शिक्षा दिन लाग्नुभयो। धन्य आत्मामा दिन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्। धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्। धन्य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्। धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। धन्य हो तिमीहरू जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन् र सताउनेछन् र झुटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्नेछन्। तब रमाओ र अत्यन्त खुसी हो, किनभने स्वर्गमा तिमीहरूको इनाम ठुलो हुनेछ। किनभने यसरी नै तिमीहरूभन्दा अघिका अगम वक्ताहरूलाई तिनीहरूले सताएका थिए। आमेन। लेखक आफ्नो अनुभव र विचारलाई यहाँ यसरी प्रस्तुत गर्नुहुन्छ। हामी सबैले हाम्रो जीवनकालमा परिवार मण्डलीका सदस्यहरू, सहकर्मीहरू अनि छिमेकीहरूको बीच विभिन्न समूहहरूसँग मेलमिलाप गरिरहन्छौँ। जब हामी अरूसँग संगति गर्छौँ तब हामी प्राय तिनीहरूले हाम्रो विचारलाई अँगाल्न चाहन्छन्। तर यो मनोवृत्तिले धेरै समस्या र द्वन्द्व निम्त्याउन सक्छ। यदि हामी सबैले अरूको भावनालाई बुझ्ने कुराको विकास गर्छौँ भने अरूको दृष्टिकोण सुन्न, खुलापन र स्वस्थ विचार आदिले हामीसँग यस संसारमा अधिक शान्तिपूर्ण सङ्गति र संवाद हुनेछ। म पाको हुँदै गएपछि मैले विश्वास गर्न थालेको छु कि असल छिमेकीको रूपमा अरूको कुरा सुन्न र सकेसम्म अँगालो हाल्नु हाम्रो कर्तव्य हो। यसुले हामीलाई असल अन्तर्क्रिया र सम्बन्धहरूमा शान्ति स्थापना गर्ने सल्लाह दिनुहुन्छ। त्यसैले हामी सबैले सकेसम्म शान्ति स्थापना गर्ने प्रयास गरौँ। जसरी गलाती 6:9 भन्दछ, भलाइ गर्ने काममा हामी नथाकौँ, किनभने यदि हामीले हिम्मत हारेनौँ भने ठिक समयमा कटनी गर्नेछौँ। आमेन। आजको विचार, आज म अरूको कुरा सुन्न र अँगालो हाल्न खुला रहनेछु। प्रार्थना। शान्तिका परमेश्वर, हामीलाई यस संसारमा एक असल मिलापकर्ता बन्न सहायता गर्नुहोस्। हामीले भेट्ने मानिसहरूप्रति खुलापनको भावना दिनुहोस्। येशूको नाउँमा आमेन। आजको लेखक हग जे जोन्सन जुनियर, टेक्सास, अमेरिका। आजको प्रार्थनाको विषय, मैले गर्ने अन्तर्क्रियामा मेलमिलाप गराउने व्यक्तिहरूका निम्ति।